फुलमतीलाई लिएर आएको छु। फुलमतीको तकिया मुनि मैले पढ्ने कविताको शीर्षक हो फुलमतीको तकिया मुनि मैले मेरो बाबुको नाम भेटेँ। फुलमतीको तकिया मुनि मैले मेरो बाबुको नाम भेटेँ। मलाई स्कुलमा पढाउने श्रद्धेय गुरुको नाम भेटेँ। मलाई बल्ल थाहा भयो मेरो बाबु अचेल किन ऐना मात्र हेर्नुहुन्छ र माछाको टाउको खानुहुन्छ। मलाई बल्ल थाहा भयो मेरो बाबु अचेल किन ऐना मात्र हेर्नुहुन्छ र माछाको टाउको खानुहुन्छ। किन हरायो आमाको मंगलसूत्र र स्कुलबाट काटियो मेरो नाम। म बुझ्दैछु किन मेरो बाबुको अफिसमा राति अबेरसम्म मिटिङ हुन्छ र भान्सा कोठामा एक्लै झोक्राइरहनुहुन्छ आमा। किन यार्सा गुम्बा चाहिँ आधा झार र आधा किरा जस्तो देख्छु बाबुको जिन्दगी। किन यार्सा गुम्बा चाहिँ आधा झार र आधा किरा जस्तो देख्छु बाबुको जिन्दगी। स्कुलमा अचेल गुरु किन जोक भन्नुहुन्न। स्कुलमा अचेल गुरु किन जोक भन्नुहुन्न र कुर्सीमा बसेर उघिरहनुहुन्छ। म बुझ्दैछु गुरु किन अचेल नैतिकता र सदाचारका पाठहरू मात्र पढाउनुहुन्छ। मेरी आमालाई थाहा छैन बाबुको कोटमा अल्झिएको कपाल कसको हो र के को सुगन्ध आइरहेछ उहाँको शरीरबाट। मेरा साथीहरूलाई थाहा छैन गुरुको कलरमा लागेको दाग के को र किन हराउँदैछ मुस्कान उहाँको ओठबाट। कसैलाई थाहा छैन फुलमतीको तकिया मुनि कस कसका नामहरू भेटिन्छन्। तर मलाई थाहा छ बाबु र गुरु उस्तै हुन्। दुवै महान र आदरणीय छन्। दुवैले मलाई एउटै सत्य सिकाउँछन् र एउटै सुगन्ध आउँछ हाम्रो शरीरबाट। फुलमतीको तकिया मुनि मैले मेरो बाबुको नाम भेटेँ। मलाई स्कुलमा पढाउने श्रद्धेय गुरुको नाम भेटेँ। अन्तिम हरफमा खोज्दै जाँदा मैले मेरो आफ्नै नाम भेटेँ।